हामी चाहिँ होइन गाइस कहाँ जाँदै थियौँ भन्दाखेरि आज हामी आइएमईमा 75 लाख लिन जाँदै थियौँ होइन गाइस। के कारणले गर्दाखेरि भन्दाखेरि हिजो हावाहुरी चट्याङहरू परेको थियो कि हिजो त खतरा असिना परेको थियो है। हजुर एकदम धेरै असिना परिरहेको थियो अनि त्यस कारणले गर्दाखेरि हामी चाहिँ त्यस्तै अब यो वातावरण एकदम नराम्रो भएर चाहिँ होइन यो बिजुली बत्ती पनि काटिदिएको छ। अब कुलमानी घिसिङज्यू पनि हुनुहुन्न त्यही भएर पनि हुनसक्छ। अनि पछि त्यही भएर हामी चाहिँ पैसा निकाल्न जाँदै थियौँ। पैसा अब बोक्ने भनेर पोको पनि यति धेरै लगेको थियो यति ठुलो होइन। तर चाहिँ गाइज अब हुँदै भएन। अब हामी चाहिँ फिर्ता आउनु पर्यो त्यस कारणले हामी धेरै दुःखी छौँ। हामीले के खाने सोचमा थियौँ जेरीहरू अनि माछा किनेर ल्याउने घर पकाउने सोचमा थियौँ। तर चाहिँ हामी एकदम निराश भएर फर्किरहेको छौँ। त्यही नै हो अब त्यही हो अब सबैले राम्रो कमेन्ट गरिदिनु होला होइन। छिटै बत्ती आओस् भनेर चाहिँ मेरो लागि अनि एउटा दिदीको काम बनोस् भनेर गाइजहरू होइन दिदी बहिनीहरू अनि पछितिर त्यही हो गाइस। नमस्ते। हाम्रो सैनिक गाउँ हेर्नु हो यतातिर सबै बारीहरू छ गाउँहरू लगाएको छ। हिजो पानी परेर धेरैजना मान्छेहरूको गाउँ नोक्सान भएको छ होइन। मेरो पनि गाउँ नोक्सान भयो गाइस। त्यस्तो छ हाम्रो सैनिक गाउँको बाटो। अस्ति न जाँदाखेरि ब्लग बनाएको थियो क्या त्यहाँ झुलुङ्गे पुलमा यो तिम्रो रूप कस्तो बेमानी खैरानी हो यस्तो बदसुरत खाप्चो पनि कति देखाएको हो बाँदर जस्तो कुनाले। अब हेलो गाइस होइन हामीहरू फेरि जान लागेछौँ होइन पैसा निकाल्न लागि। खै अब बत्ती आयो कि के आयो भनेको जस्तो अब के सुनिरहेको थिएँ। भाउजू अगाडि चाहिँ गइसक्नु छ। त्यो चाहिँ मेरो घर है। हाम्रो सबै फ्यामिलीहरू सबैजना बस्छौँ त्यही। अब फेरि जान लागेछौँ। भाउजूनिर गएर अन गर्छु है क्यामेरा। हेलो गाइजमा आइसक्यो भाउजूनिरै। हामी फेरि वापस जान लागेछौँ गाइज होइन। अब हामीले पहिले त्यहाँ गएर सोधौँ पनि रहेछ कुमारी बेगमा होइन। तर चाहिँ कुमारी बेगमा नसोधेर चाहिँ हामीले फर्केर आयौँ दुःख पायौँ। अहिले फेरि खुट्टाको एक्सर्साइज गर्न जाँदैछौँ गाइज। हामी 75 लाख रुपियाँ फाइनली अहिले गएर रिम्बिन्छ गएर 75 लाख निकाल्न लागिसकेका छौँ गाइज। सबैले विस गरिदिनु भयो धेरै धेरै धन्यवाद। तपाईँहरूकै गुड विसेसको कारणले गर्दाखेरि मेरो अहिले सक्सेस हुनेवाला छ। ल धन्यवाद गाइज। थ्याङ्क यू गाइज। ल हामी फेरि जान लागेछौँ होइन। अब भोलि गर्नु भाइ ल साँतिर ब्लग हाल्छु म त्यसपछि गरौँला। हामी भाउजू हजुरलाई कस्तो फिल भइरहेछ? हजुरले त्यत्रो पैसा निकाल्न लाग्नु भएछ भइरहेको छ। ल अब हामीहरू जान लागेछौँ त्यही भेटौँला अब है। अब पैसा निकालिसकेपछि अब हल्का सानो उस भइहाल्छ। अब पैसा चाहिँ त्यसरी देखाउनु हुन्न है फेरि गाइज फेरि होइन। के भन्नुहुन्छ यो विषय? केही फरक पर्दैन होइन। अन्त अब त्यसै हो अब पैसा भए पैसाको मुख कालो हुन्छ। अहिले अब तपाईँहरूलाई देखाउँदा के होला र होइन। अहिले त्यो पैसा देखेर मेरो देवरले मलाई मारेर हिँडिदिनु पनि सक्छ। अनि पछितिर अब त्यही हो पैसाको मुख कालो हुन्छ। अब हजुरहरूको भरोसा हुँदैन भन्दा पनि मेरो देवरको भरोसा हुँदैन कि। त्यही भएर चाहिँ त्यस्तो छैन है। भरोसा हुँदैन त्यस्तो त छैन। एकचोटि के हो मेरो टाउको बुढालेर मेरो सिरानी तलबाट 10,000 लगेर अनि चोरेर भागेको। चोरे मैले खुब बापे सपनामा होला त्यो सपना देखेको होला हजुरले होइन बारे गाइज म झुट बोल्दैन गाइज। सपना देखेको होला सायद। अनि त्यस्तो काम चाहिँ गर्ने चलन छैन मेरो होइन। भाउजूले मजाक गर्नुभएको। सो हेलो गाइज हामीहरू पैसा निकालेर आइसकेको होइन। पैसा यसमा टुमुन्दै छ होइन। आज हुन्छ दौरो पार्टी साँझ अब होइन। भाउजू पछाडि हुनुहुन्छ हिँड्दै आउनुहुन्छ। यहाँ माछा निकाल्ने माछा खाने भनेर उ गरेको थियौँ। अब माछै नरहेछ होइन। यहाँ तलउ छ यहाँ माछा तलउ हो माछा नै नरहेछ। अब
त्यही भएर अनि हामीहरू अब आस्ते आस्ते हिँड्दै घरतिर जान लागेछौँ। भाउजू पछाडिदेखि आउनुभएको छ। अरे भैया आज तो पैसा ही पैसा है रे। हाम्रो सैनिकको हाइवेमा आयो। हाइवे पनि के हो यस्तो खै खाल्टाडा खाल्टी छ। के हो बाटो साटो पनि बनाउँछ कि बनाउँदैन यार, के हो पारा। चलो अब घरतिर जाँदैछौँ हल्लिँदै। अब त्यही हो अब ल अब मिलौँला अब अर्को ब्लगमा है गाइस। ल टेक केयर एन्ड बाई बाई।